माननीय खिमलाल देवकोटा, समय 5 मिनट। यसपछि मान्य सुमित्रा बिसी। अध्यक्ष महोदय, आज म स्थानीय तहको अनुदान र विद्यालयका शिक्षक कर्मचारीहरूको तलब भत्ता लगायतका विषयमा सामान्य चर्चा गर्छु। स्थानीय तहलाई जसरी हरेक सेक्टरमा भारी बोकाउन थालिएको छ, यसको म भर्सना गर्छु। र विषय प्रवेश गर्नुभन्दा अगाडि राष्ट्रिय सभाको भूमिका र बजेटका सम्बन्धमा माननीय वामदेव गौतमको धारणाप्रति पूर्ण सहमत छु। अहिले स्थानीय तहका पदाधिकारीहरूले सरकारले हामीलाई सशर्त अनुदानको ठुलो भारी बोकायो भन्ने गुनासो गरिरहनु भएको छ। जस्तो आर्थिक वर्ष 78-79 को बजेटमा स्थानीय तहका लागि विनियोजित 4 वटा अनुदानतर्फको रकम रु 282 अरब 52 करोड छ। यसमा सशर्त अनुदानको भार 62% छ। सशर्त अनुदानको अधिकांश रकम विद्यालयका शिक्षक कर्मचारी र विषयगत निकायका कर्मचारीहरूको तलब भत्तामा जाने गर्छ। मौलिक हक अन्तर्राष्ट्रिय शान्ति सम्झौतामा नेपालले गरेको प्रतिबद्धता कार्यान्वयन लगायतका लागि सशर्त अनुदान बढाउनु स्वाभाविकै हो। तर मठ मन्दिर र भ्यू टावर निर्माण र पहुँचवालाहरूको खल्तीका ससाना अनुत्पादक परियोजना लगायतहरूमा सशर्त अनुदानको रकम जाने पनि गरेको छ। अनुदान बाँडफाँड गर्दा सशर्त अनुदान घटाउँदै लग्नुपर्छ र निशर्त अनुदान चाहिँ बढाउँदै लग्नुपर्छ भन्ने अनुदान बाँडफाँडको सामान्य बेसिक फन्डामेन्टल प्रिन्सिपल हो। तर सरकारले यो सामान्य बेसिक फन्डामेन्टल प्रिन्सिपलको पनि कार्यान्वयन गरेको स्थिति छैन। आर्थिक वर्ष 52-53 मा मनमोहन अधिकारी प्रधानमन्त्री हुँदाको बजेट रु 51 अरब 65 करोड थियो। त्यसबेला स्थानीय तहले 1 अरब 80 करोड निशर्त अनुदान प्राप्त गरेका थिए, जुन कुल बजेटको 3.49% थियो। आर्थिक वर्ष 65-66 मा प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री डाक्टर बाबुराम भट्टराई हुँदा प्रति गाविस निशर्त अनुदान रु 10 लाखबाट बढेर 30 लाखसम्म भएको थियो। त्यो वर्ष स्थानीय तहको अनुदान वृद्धिमा ठुलो छलाङ भएको थियो। त्यसबेला स्थानीय तहको निशर्त अनुदान कुल बजेटको 5.12% थियो। आर्थिक वर्ष 66-67 मा प्रधानमन्त्री माधव नेपाल हुँदा स्थानीय तहले रु 16 अरब 5 करोड निशर्त अनुदान प्राप्त गरेका थिए, जुन कुल बजेटको 5.76% थियो। आर्थिक वर्ष 78-79 मा चोर बाटो जुन अध्यादेशबाट जुन बजेट आयो, यसलाई मैले चोर बाटो भन्ने पनि गरेको छु, ल्याइएको जुन 1647 अरबको बजेटमा स्थानीय तहको निशर्त अनुदान, अहिले हामी निशर्त अनुदानलाई वित्तीय समानीकरण अनुदान भन्छौँ, रु 94 अरब 56 करोड छ, जुन कुल बजेटको 5.74% हो। यो आर्थिक वर्ष 66-67 को बजेटको अनुपातको तुलनामा 0.2% ले कमी हो। राजस्व बाँडफाँडलाई पनि निशर्त अनुदानमा जोड्दा 9.47% हुन्छ। आर्थिक वर्ष 74-75 मा प्रधानमन्त्री पुष्पकमल दाहाल हुँदा स्थानीयको निशर्त अनुदानको अनुपात करिब 12% थियो। सिंहदरबारका अधिकांश कार्यजिम्मेवारीहरू गाउँमा पुगेको छ अध्यक्ष महोदय, तर कार्यजिम्मेवारीको आधारमा निशर्त अनुदानको अनुपात बढिरहेको छैन। यो हामीले देखिरहेका छौँ। तथ्य र तथ्याङ्कले यही पुष्टि गर्छ। निशर्त अनुदानको बाँडफाँडमा अपमान त छँदैछ, अर्कोतिर निशर्त अनुदानलाई विद्यालयका शिक्षक कर्मचारीमा खर्च गर्नुपर्ने जबरजस्त स्थितिको सिर्जना यो सरकारले गरेको छ। पछिल्लो उदाहरण ECD सहजकर्ता र विद्यालय कर्मचारीहरूको तलबमानमा वृद्धिको भार स्थानीय तहलाई जबरजस्त रूपमा बोकाउन खोजिएको छ। सरकारले बजेट भाषणमा ECD सहजकर्ता र विद्यालय कर्मचारीको तलब वृद्धि गरेर न्यूनतम 15,000 गर्ने भन्यो। म खाइपाइ आएकोमा 2,000 मात्र थप गर्छु, त 7,000 थप गर भन्न मिल्छ? यस्तो पनि कहीँ दुनियाँमा हुन्छ अध्यक्ष महोदय? सामुदायिक स्कुलमा ECD सहजकर्ता देशभर 30,445 छन्, लेखाकार र प्रशासनका कर्मचारी 7,144 छन्, सहयोगी कर्मचारी 28,833 छन्। यो सबैको तलबमानको हिसाब गर्दाखेरि 8 अरब अतिरिक्त भार चाहिँ स्थानीय तहलाई पर्छ अध्यक्ष महोदय। अहिले यो स्थानीय तहमा विवादको विषय भएको छ। ECD सहजकर्ता लगायतहरूको पुरै तलब सुविधा सँगै सरकारले बिहोर्न जरुरी छ। रातका शिक्षकहरूमा पनि विभेद छ भन्ने सुनेको छु। यी सबैको सत्य तथ्यको सम्बन्धमा शिक्षा मन्त्री र अर्थमन्त्रीको स्पष्ट धारणा
यो संसदमा आओस्। अध्यक्ष महोदय, हस्त, धन्यवाद।